एमालेले जिति पनि म यो नेपाल छोड्न तयार छु म यो नेपालमा बसेर म पानी पनि खान्न आर यु कमेडी मी केपीएलले 76 जनाको जिम्मा लिनु पर्यो भन्दै छन् कसरी लिने केपीएलले गोली ठोक्या गोली ठोक्न लाउने मान्छे त उ हो नि बालेन हो नि के छ क्षेत्र नम्बर 5 को यो विशेष बताइदिनु पर्यो बुवा मेरो चाहिँ कुरा के छ भने नि मसँग कसैले आज तपाईहरुले ठिक्क आउनुभयो कि मसँग कसैले कुरा गरेको छैन मेरो केपी चाहिँ तल यो रस्तामा लडोस् बाबु मलाई यो घन्टी पनि खासै गतिलो लागेन होइन आमा घन्टी त राम्रो पार्टी हो नि घन्टीले के बिगार्यो त्यस्तो तपाईको अरु पार्टीले नै मासु भात बार्दैन घन्टीले कमसे कम मासुको झोल मात्रै दिए पनि यसो भात बन्न लाएर खान्थे नि त्यसलाई चाहिँ हान्नु पर्ने गोली अब त्यो बच्चालाई हानेर मार्यो के अन्त नि त्यसलाई हाम्रो गल्ती छैन भन्छ त्यो कुरा ए छैन भन्दा त्यो भनिहाल्छ नि झोलेहरूले किन अनुमति दियो त्यो जलाउने भन्दा पनि हान्न पाइन्छ माथि हाल्छ जलाउने भन्दा पनि 2-4 जनालाई त्यहाँ डढाउनु पाए झन् राम्रो हुन्थ्यो अब डढाउनै पाएन के यार यो मादलको तुना छ कसिलो एमालेको ए बोली छ रसिलो Not bad. Now you रवि दाइको घन्टीमा जानी हो मासु भात चाहिँ अर्काइको खानी हो घन्टी दिने निने घन्टी दिने निने घन्टी दिने दिने नाताम दिने